साथीहरू यो दिदीको झोल चटपटेलाई हेर मनिषको फनी फनी कमेन्ट पनि पढौँ है त। झोल चटपटे ल काकी हाल्नु न झोल चटपटे दामी भयो नुन अलिकति लागेन कि लाग्यो हैन हाम्रो नुन लागेन कि अलिकति मलाई बिरोले अब चाहिँ नुन लाग्यो अब चाप्छु ल अलिकति लाग्यो ल सुरु गरौँ गरम 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 खानु खानु मजाले हप्दाखेरि थाहा होला झोलको स्वाद। यसरी त हाम्रोतिर सुँगुरले दाना पो खान्छ। हे भगवान उहाँलाई भोलि छेड्ने शक्ति दिनुहोस्। अब यो दिदीको पेट त पोल्ने नै भयो तर पेट भन्दा धेरै गेट पोल्ने भयो। चटपटेमा सस मिसाएको हो कि ससमा चटपटे?